निश्चित रूपमा नेपालमा राजतन्त्र निरङ्कुश व्यवस्थालाई हामीले जनसङ्घर्ष आन्दोलन र क्रान्तिद्वारा अन्त्य गर्यो। राजनीतिक व्यवस्थामा शासनको परिणामी परिवर्तन, राजनीतिक लोकतन्त्र हामीले स्थापित गर्यौं। तर मुलुकभित्र रहेका विविधता, खास गरिकन मधेसी, आदिवासी समुदाय, दलित, पिछड़ा वर्ग, मुस्लिम, थारू, महिला लगायतका जुन समुदाय, यी समुदायहरू नेपालमा राजतन्त्रको उदयसँग या अर्को भाषा भन्ने सामन्ती राज्य सत्ताको विकाससँग उत्पीडनमा परे, शोषणमा परे, दमन सहे र आर्थिक रूपले शोषित भए, सामाजिक रूपले अवहेलित भएका छन्, राजनीतिक रूपले अवसरबाट वञ्चित। यी समुदायहरूको लगभग 2/3 भन्दा बढी जनसङ्ख्या र 2/3 भन्दा बढी जनसङ्ख्या रहे यी शोषित, उत्पीडित र उपेक्षित सीमान्तकृत समुदायहरू जो आर्थिक रूपले, सामाजिक रूपले, राजनीतिक रूपले बहिष्करणमा पारिएका छन्, यी समुदायलाई न्याय दिलाउन गाह्रो छ। न्याय यी समुदायहरूको प्रतिनिधित्व, भागीदारी, हिस्सेदारी राज्यमा नाम मात्र हुन्छ। यी समुदायहरू स्रोत र साधनबाट वञ्चित पाइए। ती समुदायहरू शासन, सत्ता र शक्तिबाट अलग गराए। त्यस कारणले आर्थिक रूपले गरीब, राजनीतिक रूपले उपेक्षित, सामाजिक सांस्कृतिक रूपले अवहेलित जीवन बाँच्न बाध्य। ती समुदायहरूलाई न्याय दिलाउने भनेको विभेद र असमानताबाट मुक्ति, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व र भागीदारी, शासन सत्तामा हिस्सेदारी र स्रोत साधन र शक्तिमा पहुँच दिलाउनु नै न्याय दिनु प्रत्याभूति हो। हामी के भन्छौँ, लोकतन्त्र केवल राजनीतिक लोकतन्त्र हो। भाषण गर्न पाएछ, पार्टी खोल्न पाएछ, विरोध गर्न पाएछ, त्यसले केही हुँदैन। लोकतन्त्र सामाजिक, लोकतन्त्र आर्थिक। सामाजिक रूपले, आर्थिक रूपले बहिष्कृत समाजको लागि राजनीतिक लोकतन्त्रले खासै अवसर छ। त्यस कारणले लोकतन्त्र, राजनीतिक लोकतन्त्रलाई आर्थिक र सामाजिक लोकतन्त्रसँग जोडेर मुलुकमा भएको विविधतालाई सम्बोधन गर्दै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, प्रदेशहरूको अहिलेको 7वटा प्रदेश मिला पनि छैन, यसलाई फेरि पुनर्संरचना गराउँदै पहिचान र प्रतिनिधित्वको सुनिश्चितताका साथ अगाडि बढ्छ। त्यसले मात्रै भागीदारी र हिस्सेदारीले मात्रै सबै समुदायलाई अगाडि बढाउँछ। जुन समुदाय अहिले नेपालमा भागीदारी र हिस्सेदारीबाट पछाडि पारियो, ती समुदाय सबै क्षेत्रमा पछि परेको छ र 2/3 भन्दा ठुलो जनसङ्ख्या पछाडि पर्नु भनेको मुलुक कहिले निर्माण नहुने
यसलाई अन्त्य गर्नुपर्छ। हामीले अन्त्य गर्नलाई मधेसी र गैर मधेसी बीच भएको विभेदलाई अन्त्य गर्नु, आदिवासी र शासन जातिको बीचमा रहेको असमानता, शोषण र विभेदलाई अन्त्य गर्छ। हाम्रै समाजभित्रमा रहेको पुरुष र महिलाको बीचको असमानता र विभेदलाई अन्त्य गर्छ। उच्च जाति र तल्लो जाति भनेर जुन नामकरण गरिएको छ, जात जातिका आधारमा रहेको विभेद असमानतालाई अन्त्य गर्छ। अनि मात्रै हामीले समानता, स्वतन्त्रता, भाइचारा र सामाजिक न्यायमा आधारित एउटा समतामूलक समाज, लोक कल्याणकारी समाज या लोकतान्त्रिक समाजको निर्माण गर्न सक्छ। त्यो दिशातर्फ मधेसी समुदायमाथि रहेको अन्याय, अन्त्य गर्नु, आदिवासी जनजाति, दलित, महिला लगायत अन्य शोषित पीडित जनतालाई मुक्ति दिलाउनु र न्याय दिलाउने कार्यका लागि आज हामी दुई थरीका आफ्नो ढङ्गले काम गरिरहेका शब्दहरू यो पुनः एक ठाउँ हुने कार्यले निश्चित रूपमा अभियानलाई, यो आन्दोलनलाई हाम्रो लडाइँ संसदीय र गैर संसदीय दुवै बाटो, संवैधानिक र गैर संवैधानिक लडाइँ, संवैधानिक अभ्यासको सँग हुने लडाइँ र संविधानलाई बदल्ने गरी हुने लडाइँ, दुवै बाटोबाट अगाडि बढ्नु। सडक, अर्को भाषा भन्दाखेरि सडक र सडक दुवै लडाइँलाई स्वीकार गर्दै अगाडि बढ्यो र मुख्य रूपले चाहिँ सडक सङ्घर्ष नै। सडक सङ्घर्षले मात्रै परिवर्तन ल्याउन सक्छ, संसदीय सङ्घर्षले सुधार गर्न सक्छ। त्यसको पनि महत्त्व, जस्तो हेरौँ न, हामीले संसदमा लडेर नागरिकता ऐन पास गऱ्यौँ। अब कुनै पनि नेपाली गैर नागरिक भएर बस्नु, त्यो पहिला सडक सङ्घर्ष मधेसी संसदीय सङ्घर्ष परास्त गऱ्यौँ। हामीले भूमि ऐन परास्त गऱ्यौँ, धेरै जनविरोधी कामहरूलाई हामीले परास्त गरेका छौँ। तर क्रान्तिकारी परिवर्तन समाजको परिवर्तन, क्रान्तिकारी परिवर्तन र रूपान्तरण, व्यवस्था अवस्थामा परिवर्तन र त्यो परिवर्तन पिछडापनबाट अगाडि विकसित समाजमा रूपान्तरण गर्ने, अधिकारविहीन समाजलाई अधिकार सम्पन्न समाज बनाउने कार्य जुन छ, त्यो एउटा सडक सङ्घर्ष र क्रान्तिको मात्र। त्यसलाई क्रान्तिको पाटोलाई, परिवर्तनको पाटोलाई महत्त्वपूर्ण, सर्वाधिक महत्त्वमा राखेर अन्य अभ्यासलाई पनि पूरकको रूपमा अगाडि बढाउँदै लिएर जाँदा हामी गन्तव्यमा। र अहिले नेपालमा उत्पीडित समुदायहरू, खास गरिकन मधेसी समुदायहरू खण्ड विखण्डमा विभाजित भएका छन्। अनेक विभाजन, समाज त जातीय विभाजन छ, वर्गीय विभाजन छ, धर्मको नाममा हाम्रो समाज विभाजित छ। अब पार्टी दलका नाममा पनि विभाजित भयो। एक त विभाजित समाज, हाम्रो मधेसको समाज भनेको एउटै समाज होइन, एउटै धर्म, एउटै संस्कृति, एउटै जात जातिको समाज होइन। त्यहाँ विविधता छ, त्यो विभाजित छ। त्यसलाई एकताबद्ध गराउन पनि परेको छ। त्यो एकताबद्ध गराउन प्रयत्न गर्दा गर्दै पनि फेरि राजनीतिमा पनि त्यसलाई विभाजित गर्छ। अनेक सङ्गठन, अनेक पार्टी, अनेक संस्थान, फेरि आजकल त मधेसमा अनेक थोक जन्मेर त्यसले अझ छिन्न भिन्न बनाउँछ। त्यसबाट के प्राप्त? एकता, सहकार र सङ्घर्ष। एकता, पहिला एकजुट हुने, मिलेर काम गर्ने, मिलेर सङ्घर्ष गर्ने र अगाडि बढ्ने बाटै चाहिँ के हो? हामी लग्छौँ। त्यस कार्यका लागि आजको यो समझदारी, जो एउटा चाहिँ सहमति, एउटा सहकार्य गर्ने जुन हामीले अहिले सुरुवात गरेका छौँ, त्यसलाई विशेष पूर्व आन्दोलनलाई र परिवर्तन अगाडि बढ्नु महत्त्वपूर्ण